हेलो साथीहरू, राधे राधे। आज म फर्स्ट टाइम मेकअप ट्युटोरियल भिडियो बनाउन गइरहेको छु। फर्स्टमा टोनर लिए, त्यो पनि प्लमको। राम्रोसँग स्प्रे गरेर ब्लेन्ड गरेँ अनि ब्लेन्ड गरिसकेपछि म सनस्क्रिन लाएँ। यो सनस्क्रिन फिक्स्टरमाको हो, जुन एकदम राम्रोसँग ब्लेन्ड भइहाल्छ अनि मेरो फेसमा व्हाइट कास्ट पनि छोड्दैन। मेरोमा प्रायः जस्तो सबै सनस्क्रिन व्हाइट कास्ट छोडिदिन्छ, किन मेरो फेसको कलर मध्यम हो, त्यही भएर। अनि यो मेरो डेली रुटिनको मेकअप ट्युटोरियल भिडियो हो। डेली यति मात्र गर्छु, म यो पनि लाउँदिनँ, म सनस्क्रिन पनि प्रायः जस्तो लाउँदिनँ यो गर्मी महिनामा, किनभने मेरो फेसमा धेरै पसिना हुन्छ। मोइस्चराइजर सनस्क्रिन लाउने बित्तिकै पसिना आउन थाल्छ। अनि त्यसपछि म पाउडर लाउँछु, त्यो पनि हिमालय बेबी पाउडर। यो पाउडर त मेरो लागि एकदम राम्रो हो गर्मी महिनाको लागि। केही समयको लागि योमा पसिना आउँदैन, ब्लेन्ड गरेपछि राम्रोसँग केही समयको लागि मात्र, त्यसपछि फेरि त पसिना आउँछ नै। मेरो फेसमा धेरै पसिना आउँछ, मेरो फेसमा मोइस्चराइजर लाउँदा त झन् धेरै पसिना आउँछ। क्रिमहरू त सब पोखिएर जान्छ, सब धोएर जान्छ। केही फाइदा छैन मेरो फेसमा गर्मी महिनामा केही लाएर। अनि यो राम्रोसँग ब्लेन्ड गरेपछि त्यसपछि टिकुलीको पालो, बिन्दी। यो बिन्दी मेरो फेभरेट बिन्दी हो। बिन्दी जबसम्म नलाए तबसम्म लाग्दैन कि मेकअप गरेको छु। अनि त्यसपछि लिपस्टिकको पालो। पहिला लिप लाइनर मार्क्सको अनि त्यसपछि हो दुईवटा कलरवाला लिपस्टिक हो, एउटा मेरुन कलर एउटा रेड कलर, जुन मलाई सबभन्दा राम्रो लाग्छ मेरुन कलर। अनि लिप लाइनर लगाएपछि म लिपस्टिक लाउँछु। बस यति गरेपछि मेरो मेकअप कम्प्लिट। एउटा क्वेसन सोध्नुहुन्छ अनि एन्सर मलाई दिनुहोला कि तपाईँहरूको फेसमा पनि गर्मी महिनामा क्रिम या मोइस्चराइजर या फिर सनस्क्रिन लगाएपछि पसिना आउँछ? मेरो ओइली स्किन हो, त्यही भएर आउँछ कि किन? मेरो फेसमा धेरै पसिना आउँछ, कुनै मेकअप लुक आउँदैन। यदि तपाईँहरूमा कुनै पनि यस्तो